अ, विशेष गरी सर्वशक्तिमान परमेश्वरलाई धेरै धेरै धन्यवाद दिनुहोस्। अनि सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ म भन्न चाहन्छु। यो वचनबाट चाहिँ बुझेको केही कुराहरू चाहिँ म तपाईँहरूसँग साझा गर्न चाहन्छु। विशेष गरी हामी मानिसहरूले परमेश्वरको मार्गलाई त्यागेका छौँ र हामीले आज असल मार्गलाई प्राप्त गर्न सकेका छैनौँ। तर परमेश्वर यो चाहनुहुन्छ कि हरेक मानिसहरू सही मार्गमा हिँडोस् र उनीहरूले परमेश्वरको अन्तर्दृष्टिहरू चाहिँ प्राप्त गरोस् भन्ने उहाँ चाहनुहुन्छ है। उहाँ कोही मानिसहरू भ्रष्ट भएको, कोही मानिसहरू आफ्नै धारणामा जिएको उहाँ चाहनुहुन्न। तर हरेक मानिसहरू पवित्र आत्माको मार्गमा हरेक मानिसहरू हिँड्नुहोस् भन्ने परमेश्वरको यो अन्तिम चाहना हो। त्यसकारण परमेश्वर हरेक मानिसहरूलाई यो वचनद्वारा बोल्दै हुनुहुन्छ कि हरेक मानिसहरूले आफ्नो बाटोलाई तयार गर, सही मार्ग हिँड, तिमीहरू अन्योलमा नहिँड। तिमीहरूले परमेश्वरलाई विश्वास गरेका त छौ, तर तिमीहरूले सही बाटो हिँडेका छैनौ। तिमीहरूले गम्भीर रूपमा लिएकै छैन। तिमीहरू चाहिँ यो चासो नै लिएको छैन। तिमीहरूले एकदम लापरवाही रूपले चाहिँ यो परमेश्वरको मार्गलाई लिइरहेछौ। तिमीहरू कोही पनि चाहिँ होइन गम्भीर भएका छैन। तिमीहरूले पवित्र आत्माको बाटोलाई तिमीहरूले बुझेकै छैन भन्ने कुरा चाहिँ होइन परमेश्वरले यो वचनद्वारा चाहिँ हामीलाई बताउँदै हुनुहुन्छ। हामीले जाँच गर्नु हो नि त। परमेश्वरले यो भन्नुहुन्छ कि यो विषयलाई तिमीहरूले ख्यालै गर्दैनौ, मनदेखि ध्यानै दिँदैनौ, अनि कसरी पवित्र आत्माको ज्ञान तिमीहरूले प्राप्त गर्न सक्छौ? तिमीहरू सकिनुपर्छ। तिमीहरूले बाटो तिमीहरूले अँगाल्न चाहेको कुरालाई चाहिँ होइन ताकि व्यर्थ नहोस्। तर हामीले आशा त राखेका छौँ परमेश्वरको राज्यमा स्थापना हुँदा हामी राज्यमा प्रवेश गर्छौँ, जहाँ कुनै दुःख छैन, रोग छैन, पीडा छैन, रोदन छैन, जहाँ अनन्त जीवन छ। त्यहाँ यति यो हामीले कल्पना गरेको त्यो राज्यमा प्रवेश गर्नलाई त्यति सजिलो छैन। तिमीहरूले यो कुराहरू तिमीहरूले गरेको आशा राखेको कुराहरूमा चाहिँ होइन व्यर्थ नहोस् भन्ने हेतुले परमेश्वरले चाहिँ होइन पवित्र आत्माको मार्गलाई पछ्याउन, उहाँको मापदण्ड अनुसार जिउन है, अनि गम्भीरता साथ अगाडि बढ्नको लागि चाहिँ होइन उहाँले हामीलाई बारम्बार भन्दै हुनुहुन्छ कि तिमीहरू एकदम रूपले चाहिँ अगाडि बढ्छौ है। तिमीहरूले ध्यानै दिएको छैन है। मैले भन्न खोजेको विषयलाई तिमीहरूले स्पष्टसँग बुझेकै छैन। यी कुराहरू चाहिँ होइन उहाँले भन्दै हुनुहुन्छ। तिमीहरू अनभिज्ञ भएर चाहिँ होइन जिइरहेका छौ। परमेश्वरले चाहिँ परमेश्वरलाई विश्वास गर्नेहरूले होइन जुन आशा राखेर उहाँलाई विश्वास गरेका छन् ती व्यक्तिहरू यो आशालाई चाहिँ होइन उहाँ निराशा गर्न चाहनुहुन्न। त्यसकारण आज परमेश्वरमा सहकार्य गर्नु, उहाँको मार्गलाई पछ्याउनु भनेको के हो त भनेपछि उहाँको मार्गलाई पछ्याउनु भनेको लामो बाटो हिँड्नु होइन। लामो बाटो हिँड्नु, सधैँ बाइबल पढ्नु होइन, सधैँ उहाँको वचन मात्रै पढ्नु होइन। धेरै वर्ष लामो उहाँमा विश्वास गरेर गर्नु होइन। 50 किलोमिटर, 100 किलोमिटर, 200 किलोमिटर हिँडेर होइन उहाँको मार्गमा हिँड्नु भनेको चाहिँ 200 किलोमिटर हिँड्नु भन्ने कुरा होइन। तर उहाँको मार्गमा, सही मार्गमा हिँड्नु भनेको चाहिँ उहाँको कार्यलाई चाहिँ पछ्याउनु हो। उहाँले गर्नुभएको काम र उहाँको साथलाई पछ्याउनु हो नि त। परमेश्वरको बारेमा ज्ञान हुनु हो, उहाँको बारेमा जानकारी हुनु हो। उहाँको मार्ग मार्ग तयार भनेको चाहिँ होइन परमेश्वरको बारेमा हामीलाई थाहा हुनु पर्यो, उहाँको बारेमा हामीलाई अधिक ज्ञान हुनु। के हामी कुराहरू के हामी उहाँको साक्षी दिन योग्यका भएका छौँ त? के हामीलाई परमेश्वरको बारेमा हामीलाई स्पष्ट धेरै कुराहरू ज्ञान छ त? यो कुराहरू चाहिँ परमेश्वरले आज तपाईँ र मलाई चाहिँ प्रश्न गर्नुभएको छ। तिमीहरूले स्पष्ट बुझ्दैन भन्नुहुन्छ क्या उहाँ। कति ज्ञान प्राप्त गरेका छौँ त हामीले? उहाँको बाटो पवित्र आत्माको कामलाई चाहिँ हामीले कसरी दिएका छौँ? हामीले के अन्तर्दृष्टिहरू प्राप्त
गरेका छौँ। उहाँको मार्गमा हिँड्नु भनेको परमेश्वरको वचनबाट चाहिँ हामीले अन्तर्दृष्टिहरू पाउनु हो। उहाँको वचनबाट चाहिँ हामीले केही ज्ञान हासिल गर्नु हो। उहाँले बोल्नु भएको वचनबाट चाहिँ हामीले अगाडि बढ्नको लागि, हाम्रो जीवन यात्रा अगाडि बढ्नको लागि चाहिँ एउटा हामीले मार्ग चाहिँ स्पष्ट रूपमा पाउनु हो र हामी सत्यतामा चाहिँ अभ्यास गर्दै हामी अगाडि बढ्नु हो नि त। सत्यको मार्ग भनेको परमेश्वरले भन्नुभएको मार्ग चाहिँ उहाँको बाट चाहिँ हामीले ज्ञान प्राप्त गर्नु हो, आत्मालाई वृद्धि गर्नु हो, हाम्रो कुरूपतालाई देख्नु हो र आफैलाई परिवर्तन गर्नु हो। जब हामीले यस्तो कुराहरू चाहिँ थाहा हुन्छ, उहाँको बारेमा जब हामीलाई ज्ञान हुन्छ, तब हामीलाई चाहिँ होइन पवित्र आत्माले डोराएको मार्गमा चाहिँ हामी हिँडिरहेका छौँ भन्ने चाहिँ हामीलाई थाहा हुन्छ। पवित्र आत्माले मलाई यस्तो गर्नुहुन्न भन्थ्यो, तर मलाई आज थाहा छ। तर त्यो कुरा चाहिँ हामीले त्यागेनौँ भने त ती कुरा त हामीले के भयो त? खोइ त, त्यो त पवित्र आत्माको कार्यअनुसार हामीले त हिँडेकै हुँदैन। मैले गरेको त कति लापरवाही छ भन्ने हामीलाई कतिपय अवस्थामा हामीलाई थाहा भइरहेको हुन्छ, मलाई थाहा भइरहेको हुन्छ क्या। अनि मलाई लाग्छ मनमा म यति सच्याउँछु, तर भोलि त्यही साह्रो टेकिरहेको भने हामीले यो गम्भीरतापूर्वक लिएको छैन भन्ने कुरा चाहिँ होइन यो हो। कारण परमेश्वरले तिनीहरूको साथ चाहिँ तुरुन्तै परिवर्तन गर है, परिवर्तन गर्नै पर्छ। यदि परमेश्वरको मार्गमा हिँड्न चाहने हरेक व्यक्तिले उहाँबाट पाएको अन्तर्दृष्टि अनुसार, ज्ञान अनुसार चाहिँ आफैलाई परिवर्तन गर्नु हो नि त। अनि जब हामीले आफैलाई परिवर्तन गर्दै जान्छ होइन, तब हामी चाहिँ बिस्तारै परमेश्वरले भन्नुभएको त्यो पवित्र आत्माको मार्गमा चाहिँ हामी डोर्याइरहेका हुन्छ। अनि जब हामी पवित्र आत्मा मार्गमा डोर्याउँदै जान्छ, अझ थप अन्तर्दृष्टिहरू हाम्रो मार्गहरू अझ सिद्ध हुँदै जान्छ। र पवित्र आत्माको मार्गमा हिँड्नु भनेको हाम्रो गलत धारणाबाट हामी मुक्त हुनु हो। हाम्रो गलत विचारहरू, हिजो हामीमा विगतमा भएको धार्मिक सिद्धान्तहरूको बारेमा हामी कति कुराहरू चाहिँ आज हाम्रो मन मस्तिष्कमा गढेका छन् हो, ती कुराहरू त्यागेर हामी अगाडि बढ्ने पवित्र आत्माको मार्गमा हिँड्नु हो। जब मानिसले यस्तो कुराहरू गर्न सक्छ, आफैलाई परिवर्तन गर्छ, तब हामी चाहिँ पवित्र आत्माको मार्गमा अब चाहिँ हामी हिँड्न थालेको महसुस हुन्छ। अनि यसै गरी हामीले अभ्यास गर्नुपर्छ। अनि अभ्यास गर्दै जाने क्रममा अझ थप अन्तर्दृष्टिहरू पाउँदै गर्दाखेरि हामीले अझ हाम्रो आफ्नो होइन कुन चाहिँ बाटो अझ असल छ भनेर अझ हामीले चाहिँ पत्ता लगाउन हामीलाई सजिलो हुन्छ। जब हामीले यसरी अगाडि जान्छ, तब हामीलाई पवित्र आत्माको मार्गमा चाहिँ हामी हिँडिरहेको छु भन्ने तब महसुस हुन्छ। अनि हो यसै गरी होइन हामी बल्ल अनि परमेश्वरसँगको सहकार्य गर्ने खालको मान्छे हुनसक्छ। अहिले त छैन नि त, अहिले त हामी त कति पनि छैन, हामीमा कति परिवर्तन भएको छ र छैन। हामी छिनमै बिर्साउँछौँ, हामी छिनमै लोभ गर्छौँ, छिनमै हामी इरिटेसन हुन्छौँ। कहिलेकाहीँ फोनमा पनि यो ग्रुपबाट धेरै कल आयो भने कति फोन गरेको होला, यो दाजुभाइ दिदीबहिनीहरू कामै छैन, दिनभरि फोनैमै मात्रै झुन्ने बस्छन्। यस्तो कुराहरू मानवको यो भ्रष्ट प्रकृतिबाट चाहिँ प्रकट हुन्छ क्या। हामी छैन के हो, कति फोन हान्छन् दिनभरि। यस्तो कुराहरू पनि हुनसक्छ होइन, त्यस्तो आउँछ भने मलाई नि लाग्छ होइन, किनभने मलाई पहिला त्यस्तै लाग्छ, तर अहिले चाहिँ होइन त्यस्तो लाग्दैन, तर हुन्छ। त्यस कारण हामीले कति पनि यात्रा गरेकै छैन भन्नु कारण हामीले किलोमिटर हिँड्नु होइन, मिटरले नाप्नु होइन कि हाम्रो आफ्नो कति पनि परिवर्तन भएको छैन क्या। अहिले पनि हामीले अन्तिम दिनमा न्यायको काम परमेश्वर आउनुभएको छ। यत्रो सारा सृष्टिको मालिक आउनु हुँदैन, हामी कहाँ गम्भीर भएछ त? छैन। अझै पनि हामीसँग केटा जस्तै है, हाम्रो बोल्ने शैलीहरू, हामीले गर्ने व्यवहारहरू उस्तै छन्। तब हामी कहाँ त परमेश्वरको मार्गलाई पछ्याए त? खोइ त। तर हामीलाई अझै बाँकी छ, अझै परिवर्तन गर्नु छ, अझै धेरै कुराहरू हेर्नु छ। जब त्यहाँ मार्था र मरियमको घटनालाई पनि हामीले बाइबलमा त्यहाँ धेरै ठाउँमा देख्छ नि। मार्था र मरियम के गर्यो त? मार्थाले प्रभु आउनुभयो मेरो घरमा त पाउनु, अब मिठो मिठो खुवाउनु पर्छ भनेर उसले पुरै परिश्रम गरेर
परिश्रम गरेर पुरै मिठो अब कसरी खुसी पार्ने, खुवाएर मिठो बनाएर खुसी पार्ने प्रभुले भनेर सत्कार गरिरहेको थियो नि त। ऊ परमेश्वरलाई खुवाएर भोजनले तृप्त बनाएर खुसी पार्छु भन्नेतिर लागिरहेको थियो। तर मरियमले त्यो गरेन। तर मरियमले के गर्यो त, परमेश्वरको वचनमा, प्रभुको वचनमा ध्यान दियो र प्रभुको वचन सुन्नलाई ऊ पाउमा बसेर होइन प्रभुको वचन यति ध्यान दियो। तर आज हामीले के कुरामा ध्यान दिइरहेछौँ? खानेकुरामा, आफ्नो काम व्यवसायमा, घरैसी कुरामा। तर परमेश्वरको वचनमा हामीले कतिको ध्यान दिएछौँ भन्ने कुरा हो है दाजुभाइ दिदीबहिनीहरू। त्यसकारण यो घटनाले आज हामीलाई कति महत्त्वपूर्ण छ परमेश्वरको वचन भन्ने कुरा चाहिँ होइन यो मार्था र मरियमबाट पनि हामीले बुझ्न सक्छौँ। परमेश्वरको वचन मानिसको जीवनमा अति आवश्यकता छ। परमेश्वरको वचनले मात्र मानिसलाई सही मार्गमा डोर्याउन सक्छ र सही मार्ग निर्देशन दिन सक्छ। परमेश्वरको वचनले मात्रै मान्छेलाई होइन असल गन्तव्य राज्यमा प्रवेश गराउन सक्छ, घरैसी कुराहरूले होइन। र जुन कुराहरू हामी प्राप्त गर्न सक्छौँ हामीलाई चाहिँ कसैले त्यो कुरा हामीबाट खोसेर दिन सक्दैन, न लुट्न सक्छ, न खोज्न सक्दैन। यो परमेश्वरले दिनुभएको उहाँको मार्गदर्शन हामीले आज प्राप्त गर्नु अति आवश्यकता छ। यही कुराहरू चाहिँ मैले यहाँबाट बुझिरहेको थिएँ। हाम्रो जीवन त धेरै लापरवाही छ। म आफूलाई हेर्छु, म एकदम कमजोर पक्ष भनेको नै यही नै हो। परमेश्वरले यही नै भन्नुहुन्छ क्या, तिमीहरूको सबैभन्दा कमजोर पक्ष भनेको परमेश्वरको वचनलाई तिमीहरूले बेवास्ता गर्छौ, तिमीहरूले मजाकको रूपमा लिन्छौ, लापरवाही लिन्छौ है। परमेश्वरको वचन आइरहेको हुन्छ तर अहिले पनि हामी यहाँ कतिको बुझाइरहेको हुन्छ। कहिलेकाहीँ म त्यो कहिलेकाहीँ याद गर्छु, हाम्रो त्यो शरीरहरू थकित हुन्छ अनि हामीलाई घरको कामहरू पनि हुन्छ, भात पकाउनु पऱ्यो, भाँडा मोल्नु पऱ्यो, सबै म पनि त्यही गर्नुपर्छ। भात पकाउनु पर्छ, म अहिले गएर भात पकाउँछु, खान्छु, भाँडा मोल्छु, म सकेपछि गर्छु। र कति दाजुभाइ दिदीबहिनीहरू होइन जब चलिरहेको हुन्छ तर खानु त पऱ्यो होइन, भात पकाइरहेको हुन्छ, खाइरहेको हुन्छ। त्यस कारण हाम्रो कति कुराहरू चाहिँ हामीले ध्यान दिइरहेको हुँदैन। हामीले आवश्यक हामीलाई हुन्छ नि जति परमेश्वरको वचनबाट हामीले यो अन्तर्दृष्टि प्राप्त गर्नुपर्छ ती कुरा हामीले प्राप्त हुँदैन नि। कारण हामीले थोरै समयहरू मिलाएर अगाडि नै काम सकाएर अझ ध्यानसँग परमेश्वरको वचन सुन्यो भने मलाई लाग्छ हाम्रो जीवनमा है परमेश्वरले अझ थप कामहरू ज्ञानहरू प्रदान गर्नुहुन्छ भन्ने कुरा चाहिँ मैले बुझिरहेको थिएँ। परमेश्वरको मार्गदर्शन अनुसार उहाँको मापदण्ड अनुसार हिँड्न होइन हामीलाई गाह्रो लाग्न सक्छ, तर यो असम्भव भन्ने चाहिँ होइन। किनभने परमेश्वरले कुनै पनि कुराहरू मानिसलाई असम्भव कुराहरू चाहिँ लगाउनुहुन्न। परमेश्वर मानिसलाई होइन मानिसको अवस्था, मानिसको हृदय सबै कुराहरू उहाँ जान्नुहुन्छ र उहाँबाट चाहिँ कुनै कुरा लुकिएको हुँदैन। जुन कुराहरू उहाँ असम्भव कुराहरू मानिसलाई लाद्नुहुन्न, तर सम्भव कुराहरू नै परमेश्वर गर्न चाहनुहुन्छ। र मानिसहरूले हामीहरूले जुन मार्गलाई छानेका छौँ यो मार्गमा चाहिँ हामी सही मार्गमा चाहिँ हामी होइन हाम्रो इच्छाहरू उद्देश्यहरूमा चाहिँ होइन हामीलाई उहाँले अझ खुलस्त रूपमा अगाडि बढ्नको निम्ति होइन उहाँले यी कुराहरू चाहिँ गर्नु हुँदैछ। यो कुराहरू हामीले बुझ्नुपर्छ। यो हामीलाई जबरजस्ती अप्ठ्यारोमा पार्न परमेश्वरले होइन, तर हाम्रो इच्छाहरूलाई पुरा गर्नको निम्ति चाहिँ उहाँले यो मार्गदर्शनहरू दिँदै हुनुहुन्छ र यो सत्यताहरू व्यक्त गर्दै हुनुहुन्छ ताकि हामीले जुन असल जीवन चाहिँ प्राप्त गरोस् भन्ने हेतुले उहाँले यो कामहरू चाहिँ होइन गर्नुपर्छ भनेर उहाँले भनिराख्नु भएको छ। यो हामीले सक्छौँ तर गाह्रो लाग्न सक्छ। जब अभ्यास गर्दै हामीले गयौँ भने चाहिँ हामीलाई बिस्तारै सजिलो हुन्छ है। एक दिन भारी बोक्न गयो भने त गाह्रो हुन्छ नि, भोलि पनि बोक्ने पर्सि पनि बोक्ने गरेपछि त त्यो सजिलै हुन्छ। त्यसकारण परमेश्वरले होइन जस्तै यहाँनिर उदाहरण थियो नि सुँगुरलाई उडाएकै जस्तो प्रयास गर्नु जस्तो चाहिँ होइन। सुँगुरलाई उडाएर उडिन्छ र उडिन्न नि त, सुँगुरको पखेटै हुन्न नि त है। तर उहाँले असम्भव कुराहरू चाहिँ मानिसबाट कहिले पनि चाहनुहुन्न, तर सबै सम्भव कुराहरू मात्रै परमेश्वरले मानिसहरूप्रति अपेक्षा राख्नु भएको छ। दाजुभाइ दिदीबहिनीहरू हाम्रो चासोको विषयहरूलाई चाहिँ उहाँले पूर्ण रूपमा सम्बोधन गर्न चाहनु भएको यो कुरालाई चाहिँ हामीले बुझ्नुपर्छ। परमेश्वरले हामीलाई यो त्याग भनेछ, त्यो त्याग भनेको छ, यस्तो नकारात्मक विचारहरू चाहिँ नआओस् होइन। तर हामीले जहिले पनि परमेश्वरले हाम्रो असल मार्ग पार्नको निम्ति उहाँले पवित्र आत्माको मार्गमा चाहिँ हामीलाई डोर्याउन चाहनुहुन्छ।
है दाजुभाइ दिदीबहिनीहरू, पवित्र आत्माको मार्गमा डोरिनु, सामान्य जीवन जिउनु होइन, बन्नु चाहिँ होइन, हामीले सबैभन्दा पहिलो कुरो शर्त चाहिँ के हो भने चाहिँ यदि हामी सामान्य जीवन जिउन चाहन्छौँ, आत्मिक जीवन जिउन चाहन्छौँ भने चाहिँ सबैभन्दा पहिला ठुलो कुरा चाहिँ हामीले परमेश्वरलाई आफ्नो हृदय चाहिँ सुम्पन सक्नुपर्छ। तब मात्र हामीलाई चाहिँ होइन यो कार्यमा चाहिँ अगाडि बढ्न सजिलो हुन्छ। अनि मात्र हामी चाहिँ होइन परमेश्वरले भन्नुभएको त्यो सही मार्गमा जानलाई हामी सजिलो हुन्छ। तर हाम्रो हृदय कहिले पनि परमेश्वरलाई सुम्पन सक्दैन। मैले पहिला अनि चर्चहरूमा जिउँदाखेरि है त्यो प्रार्थना भइरहेको हुन्थ्यो, अनि अगाडि पास्टरले अगुवाले धेरै प्रार्थना गरिरहन्थ्यो होइन, पुरै इङ्ग्लिसमा नेपाली भर्दै यति मजाले प्रार्थना गर्दै हुन्छ होइन। तर पछाडि बस्ने धेरै मान्छेहरू प्रार्थना लामो हुन्छ नि त, प्रार्थना लामो गर्दाखेरि कोही हाई हाई गर्छ, कोही अनि पुग्लुक्क ढल्छ, अनि छेउको मान्छेले देखेको भनेर झस्याङ्ग हुन्छ, कोही चाहिँ पुरै त्यो औँलाले यसरी हातले छेकेर त्यो औँलाको कापबाट बाहिर हेरिरहेको हुन्छ होइन। त्यस्तो हुन्छ नि त। अनि हामी पनि यहाँनिर भन्दाखेरि चाहिँ हाम्रो हृदय कहाँ छ भन्ने कुरा हो है। हाम्रो भात पकाउनुमा छ कि, भोक लागेकोमा छ कि, अब ढिला भइसक्यो सुत्नु छ भन्नेमा छ कि, हाम्रो हृदय शान्त छ कि छैन, यो कुरामा हामी सचेत हुनुपर्छ। वचन सेयरिङ गर्दैछ, ध्यान छ कि छैन त्यो कुरामा, परमेश्वरको उपस्थितिमा हाम्रो हृदय शान्त छ कि छैन, तपाईँहरूको हृदय शान्त छ कि छैन भन्ने, कसरी हाम्रो हृदय दोमनको भइरहेको हुन्छ थाहा छ दाजुभाइ दिदीबहिनीहरू। अहिले पनि तपाईँहरूलाई यो कुराहरू चाहिँ फिल भइरहेको होला। मलाई पहिला हुन्थ्यो, मैले यो अनुभव गरेर भनेको। मलाई पहिला वचन यस्तो सेयरिङ गरम 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 ओहो बुझेको छ, गरम 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 त्यो मनमा आएको हुन्छ क्या भित्र, अनि यो घाँटीसम्म आएको जस्तो मलाई महसुस हुन्छ। बोलिदिन्छु, माइक खोल्छु भन्छु, औँला यस्तरी माइकमा खोल्छु भनेर औँलामा त्यो माइकमा औँला पुऱ्याउँछु, थिच्न छोड्दै हृदय शान्त नहुनु नि। आफ्नो शरीर होइन, आफ्नो मनलाई आफूले बहसमा राख्न नसक्नु हो नि त। यो भनेको परमेश्वरको उपस्थितिमा चाहिँ होइन हाम्रो हृदय शान्त छैन। तपाईँहरूलाई बुझेको कुरा बोल्न त मन लागिरहेको छ मलाई लाग्छ, तर तपाईँहरू बोल्न सक्नुहुन्न। किन भने तपाईँलाई अप्ठ्यारो लाग्न सक्छ, लाज लाग्न सक्छ, अनि तपाईँलाई कतिलाई लाग्न सक्छ म भन्दा अरू जान्ने छ, त्यो कुराहरू होइन। यहाँ कोही पनि यो कुराहरू चाहिँ हामी सबै सिक्दै अगाडि बढ्ने क्रममा छौँ। र परमेश्वरले भन्नुहुन्छ कि तेरो हृदयमा भएको कुराहरू बता न, खोल, नराख, नगुम्साऊ। तर परमेश्वरको अगाडि चाहिँ यो कुराहरू चाहिँ व्यक्त गरेर तुरुन्तै बताइहाल्नुपर्छ भन्ने कुरा चाहिँ परमेश्वरले कुराहरू चाहिँ भनिराख्नु भएको छ। हामीले परमेश्वरको अगाडि आउँदाखेरि जहिले पनि आफ्नो हृदयलाई शान्त पर्दै आफ्नो यो कुराहरूलाई चाहिँ होइन आफ्नो व्यक्तिगत कुराहरूलाई चाहिँ जब हामी परमेश्वरमा चाहिँ हामी अगाडि आउँछौँ भने हाम्रो व्यक्तिगत कुराहरू सबै कुराहरूलाई हटाएर परमेश्वरमा चाहिँ आफ्नो हृदय चाहिँ शान्त बनाउँछौँ। किनभने हामीलाई छ नि त सबै समस्या छ, घरयासी कुराले तनाव छ, छोराछोरीले तनाव दिन्छ, हामीलाई घर भाडाले तनाव दिन्छ, ग्यास सिद्धे तनाव छ, भोलि के गर्ने भन्ने यहाँनिर अहिले बस्दा नि भोलिको कुरा हामी सम्झिरहेका हुन्छौँ। भोलि काममा यति बजी जानु छ, सुत्ने बेला भइसक्यो, अथवा यो फेलोसिप सिद्धे पनि एकछिन त्यहाँ केही युट्युब हेरौँ, टिकटक हेरौँ, हामीलाई मन कहाँ पुगिसकेको हुन्छ, तर चाहिँ हामी परमेश्वरको अगाडि हाम्रो हृदय चाहिँ शान्त छैन है। त्यसकारण अनि दाजुभाइ दिदीबहिनी यो कुराहरू भनेको चाहिँ हामीले एकदम सचेत भएर परमेश्वरको सामु चाहिँ आफूलाई शान्त पार्नै पर्छ। यो कुरा चाहिँ जुनसुकै व्यक्ति होस् होइन, तर परमेश्वरको उपस्थिति आउँदा चाहिँ यो चाहिँ एकदम शान्त राख्नु नै पर्छ हो। त्यही कारण मेन कुरा चाहिँ अरू त सबै नै दाजुभाइ दिदीबहिनीहरूले बताइसक्नुभयो। जब हामीले यसरी अभ्यास गर्दै जान्छौँ र परमेश्वरकोमा हामी हृदय शान्त पार्दै आफ्नो हृदय कुरा हामी प्रार्थना गर्छौँ होइन, प्रार्थनामा हामी इमान्दारीको साथ भन्छौँ, आफ्नो खराब कुराहरू पनि उहाँलाई बताउँछौँ, कति कुराहरू हामी मान्छेलाई भन्न नसकेको कुराहरू हामी परमेश्वरलाई भन्न सक्छौँ। गोप्य कुराहरू हुन्छ नि त भित्र, हामीभित्र धेरै कुराहरू छ हो, जसरी संसारको कुराहरू छ, हामी कति हामीलाई अशब्दहरू बोल्ने बानीहरू हुन्छ, जब झगडा पर्छ त्यस्तो कुराहरू आउँछ। त्यो कुराहरू छ भने परमेश्वरलाई भन्नुपर्छ, म यति दुष्ट छु, म भित्र चाहिँ यस्तो खराब, म जब अब शब्दहरू आउँछन् तब अब त्यो कुरा नै भन्न सक्छ हामीले परमेश्वरलाई। हामीले मान्छेलाई भन्नु गाह्रो हुन्छ भने हामीले जब हामी सामान्य जीवन
जिउने आत्मिक जीवन जिउने क्रममा चाहिँ हामीले यी कुराहरू त परमेश्वरसँग खोल्नै पर्छ। किनभने परमेश्वर मानिसको हृदयको सबै कुरा जान्नुहुन्छ। तपाईँले मसँग लुकाएर मैले तपाईँसँग लुकाएर केही फरक पर्दैन। तपाईँले थाहा पाउँदैन, मैले थाहा पाउँदैन। तर महत्त्वपूर्ण कुरा चाहिँ होइन, यो कुरा परमेश्वर क्लियरली जान्नुहुन्छ। त्यसकारण हामीले हरेक कुरा चाहिँ होइन, हामीले हाम्रो भित्री रहस्यको कुरा पनि हामीले श्रीमतीलाई पनि बताउन नसक्ने कुराहरू पनि हामीले परमेश्वरलाई बताउनु पर्छ। र ती कुराहरू गलत कुराहरू छ भने ती कुराहरूबाट अझ हामीलाई बाहिर निस्किन सजिलो हुन्छ। अझ अगाडि फर्कनलाई हाम्रो हृदयहरू चाहिँ परमेश्वर अगाडि अझ शान्त हुन्छ र हामीले चाहिँ सामान्य सम्बन्ध चाहिँ परमेश्वरसँग यसरी नै कायम गर्दै जान सक्छ। हामी राम्रो कुरा चाहिँ भन्ने, नराम्रो चाहिँ नभन्ने। त्यसकारण नराम्रो कुरा छ भने हटाउनु, परमेश्वरलाई यसरी भन्दै गयो भने चाहिँ हामी निरन्तर यसरी अभ्यास गर्दै गयो भने चाहिँ हामी बल्ल हामी सुधार हुँदै जान्छ। हाम्रो हृदयमा परमेश्वरको वचनहरू भरिँदै जान्छ। उहाँको सिद्धान्तहरूले हाम्रो ढाकेको हुन्छ, हृदय ओगटेको हुन्छ। अहिले त हाम्रो हृदयमा त सांसारिक कुराहरू छ। अहिले हामी म अहिले तपाईँहरूसँग यति बोल्छु होइन, यसरी भनिरहेको छु, तपाईँहरू हामीसँग यसरी सँगसँगै सत्यताको अभ्यास गर्दै जान्छौँ। घरमा श्रीमान झगडा परोस् त, त्यहाँ परमेश्वरको कुरै आउँदैन। त्यहाँ यस्तो वचन शब्दै निस्किँदैन। तपाईँसँग जे कुरामा हाम्रो हृदयमा भरेको छ त्यो भित्र त्यही कुरा त निस्किन्छ। जब हाम्रो हृदयमा परमेश्वरको कुरा भरेको छ, उहाँको वचन हाम्रो हृदय ओकाटेको छ भन्ने त हाम्रो कुरा पनि परमेश्वरको मार्गदर्शन अनुसार नै आउँछ। किनकि जे कुराहरू हामी भित्र छ त्यो कुराहरू बाहिर प्रकट हुन्छ। त्यसकारण हाम्रो भित्री कुराहरू पनि हटाएर परमेश्वरको मार्गको, उहाँको नियम अनुसारको होइन, उहाँको उद्देश्य अनुसारको उहाँको वचन चाहिँ हामीले खाएर उहाँको उद्देश्य अनुसार चाहिँ बन्नुपर्छ। यो चाहिँ अनि नियम होइन, यो चाहिँ नियम होइन, यो नियम र यो धार्मिक कुरा चाहिँ होइन। यो तर त्यो रूपमा होइन, परमेश्वरसँग काम गर्नु, आफ्नो होइन, आफ्नो शरीरलाई आफ्नै नियन्त्रणमा राख्नु। रिस उठ्यो भने मान्छेलाई नियन्त्रणै हुँदैन क्या, काम्न थाल्छ, दारा किट्न थाल्छ हो। अनि उसले शैतानिक रूप चाहिँ त्यहाँनिर धारणा गर्छ, रातो पिरो हुन्छ। मान्छे त्यस्तो हुन्छ, नर्मल मान्छे हुँदैन नि त है। त्यो देख्दै डर लाग्छ, त्यो हान्ने भैँसी जस्तो है, राँगा जस्तो मान्छे रिसाएपछि त्यस्तो हुन्छ नि त। म आज दिउँसो म रिसाउँदै थिएँ, अनि म पछि मलाई परमेश्वरको वचन याद आयो। अनि मलाई साह्रो त्यो अब धेरै काम गर्ने वर्करहरू छ, एउटाले के भन्छ एउटाले के भन्छ, अनि यति धेरै चिटचिटाहापन ल्याइदिइरहेको हुन्छ। किनभने उनीहरू सामान्य कुराहरू पनि बुझ्दैनन्, अनि वाद विवाद गर्न चाहन्छन्, अनि एउटा कुरा भन्यो भने अर्को गर्छन्। अनि राम्रोसँग भन्यो भने अब म सभ्यसँग बोल्छु, अनि उनीहरू मलाई हप्की र दप्की गर्छन्। अनि जो सोझो उसको मुखमा घोचो भने जस्तै होइन, पेल्छन्। हिँड्ने गोरु पुछल्नी मर्छ भने जस्तै होइन, धेरै मलाई पेल्छन्। अनि म धेरै रिसाइदिएँ, अनि रिसाएपछि म आफैलाई पछि म रिसाउनु नहुने हो। मलाई कस्तो फिल, मेरो अनुहार कस्तो देखिरहेछ म हेर्छु भनेर ऐना गरेर हेर्न मलाई कस्तो आफै हाँसो लाग्यो होइन। अनि अबदेखि रिसाउन्न बरु भन्ने मलाई त्यस्तो लाग्यो। अनि मैले यसो सोचेँ, यो चाहिँ अलिकति अभ्यास गर्दै रहेछु। मैले सोचेकै थिएन त्यो कुरा चाहिँ व्यावहारिकतामा देखेको कारण चाहिँ म थोरै केही सुधार आएको हो कि भन्ने मैले त्यस्तो महसुस गरेँ। मलाई थाहा छैन तर होइन। हो जब हामीले यसो गरी गर्दै गयौँ भने चाहिँ दाजुभाइ दिदीबहिनीहरू, हामीले आफ्नो स्वभावहरूप्रति हामीले कसरी परमेश्वरको वचन अनुसार सोच्याउने, कसरी आफूलाई बहसमा राख्ने, हाम्रो शरीर हाम्रो बहसमा राख्न सकेनौँ भने त शरीरले त जे पनि मागिदिन्छ, जस्तो पनि कुरा बोलिदिन्छ हो। त्यही भएर बहसमा राख्नु चाहिँ अत्यन्तै जरुरी छ। र हामीलाई जब हामीले यसरी अभ्यास गर्दै हृदय शान्त गर्दै परमेश्वर समक्ष हामी होइन पवित्र आत्माको कार्यहरू हामीले पूर्ण रूपमा प्राप्त गर्छौँ नि, परिपूर्णतामा जब हामी पुग्छौँ, तब हामीलाई कसैले पनि कब्जामा राख्न सक्ने छैन। हामी कहिले पनि शैतानको दुष्टको स्वामित्वमा रहनुपर्ने आवश्यकता हुँदैन, ताकि हामी स्वतः परमेश्वरको राज्य क्षेत्रमा हामी जिइरहेका हुन्छौँ, परमेश्वरको असल र सही मार्गमा हामी हिँडुल गरिरहेका हुन्छौँ र हामीलाई कसैले पनि भड्काउन सक्दैन। तर यदि हामी सत्यता र सही मार्गमा र सामान्य आत्मिक जीवन जिइरहेका छैनौँ भने हामीलाई जतिखेर पनि
जसले पनि भड्काइदिने, ए ब्रदर तपाईँ त कस्तो झुटा शिक्षामा हिँडेको हो, यस्तो पो त भनिदिएपछि सही कुरा हामीलाई थाहा भएन भने त ए होला होला हो है, हो ब्रदर हो छोडिदिउँ। बाउले भने नि तँलाई भनेर गाली गर्यो भने भने हप्कायो भने, कुनै पनि परिस्थिति आउँदाखेरि यदि हामीले सही मार्ग र पवित्र आत्माको दृष्टिकोणहरू हामीले प्राप्त गरेको छैन भने चाहिँ हामीलाई होइन कुनै पनि अवस्थामा हामीलाई भड्काउन सक्छ, हाम्रो हृदय चाहिँ तितर बितर हुन सक्छ। किनभने हाम्रो मन दुईटा हुन्छ नि त, दुईटा हुन्छ। अस्ति नै यहाँनिर होस्ट गर्ने दिदी बहिनीसँग मैले कुरा गर्दै थिएँ, कहिले काहीँ त हौ ब्रदर म त संसारतिरै फुत्तै जान्छु होला जस्तो लाग्छ भनेर मसँग च्याटिङ गर्दै हुनुहुन्थ्यो। न्यायको दिनको अन्तिम दिनको परमेश्वरको कार्यमा काम गर्ने दिदी बहिनीहरू होस्ट गर्नुहुन्छ। अनि कुरा गर्दै जाँदाखेरि उहाँले त्यस्तो भन्दै हुनुहुन्थ्यो, भनेपछि जब हामी परिपूर्णतामा पुग्न सक्दैनौँ तब हामीलाई जतिखेर पनि दुष्टले फेरि कब्जा गर्न सक्छ है दाजुभाइ दिदीबहिनीहरू। मलाई त बेला बेलामा जागिसक्छ, 2-3 महिना मलाई यस्तो थला पारिदियो, म परमेश्वरको उपस्थितिमा आउनलाई पनि त्यो पिलिक पिलिक हुन्छ नि, जुनकेरी उदाउँछ नि, हो त्यस्तै मात्र भइरहेको थियो है। त्यो बेलामा आउँछ जुनकेरी, तपाईँले देख्नुभएको छ नि गाउँघरमा, त्यो बेला बेलामा मात्रै कुनै एउटा टाइममा मात्रै निस्किन्छ, पिलिक पिलिक बल्छ, त्यस्तै क्या निप्नलाई बल्न त्यस्तै भइरहेको मलाई महसुस भइरहेको थियो क्या है। अनि हो दाजुभाइ दिदीबहिनीहरू, परमेश्वरले मानिसलाई सृष्टि गर्नुभन्दा अगाडि सबै कुराहरू चाहिँ उहाँले व्यवस्थापन योजना गरिसक्नु भएको थियो र उहाँले दिन र रातहरू चाहिँ छुट्याउनु भयो ताकि मानिसको आवश्यकता अनुसार दिनमा 24 घण्टा परमेश्वरले मानिसको निम्ति दिनुभयो। तर हामीले रातमा चाहिँ आराम गर्ने समय र दिनमा परिश्रम गर्ने समय भनेर परमेश्वरले छुट्याइदिनु भएको थियो।